तेरो माइतबाट के ल्याएको छ सम्पत्ति भनेर सुन्दै दिँदैनस् माइत जान लागेको ल माइत जानला अनि म रसी हातालमा के भने त्यसै जान पाइन्छ त अनि दुईटा छोराछोरी छ लाजले मलाई दिउँसो यो झोला बोकेर हिँडेछ अरूको समाजको डर लाग्दैन ए भएको सम्पत्ति तपाईँ सबै साइलीको भटेमलर सक्ने मत दुख्ने अनि कानुनलाई लाज लाग्दैन तिमीलाई कति खेल्यो जुवा खेलेर त्यतिकै खेलेको छ अस्ति त्यहाँ 22 लाखमा किनेको जग्गा सबै भित्र खेलेको छ रक्सीको दुधले घिचे खा खाना दिएको छ नलाग्न दिएछ अर्को श्रीमती टन्न लाएर छोटो छोटो वान पिस लाएर हिँडेछ आफू चाहिँ भने यस्तो धुतेर झाम्रे त्यस्तो लाएर हिँड्नुपर्छ उही बेलामा मेरो बाबुले कति धनी केटा लिएर यस्तो खाँदैसँग बिहे गरेर मेरो जिन्दगी गर्न भयो नि गाबा भइहाल्दिनँ किन त नि पहिला चाहिँ माया गरेर राख्छु यता त्यही भन्ने अहिले यहाँ छुटो ठिकै छ त यो कपडा लाएर के भयो त तँलाई मैले कुटाएको छैन म जस जानुपर्छ त त्यो चाहिँ जानुहुन्न नि त त्यति बेला त उति बेला कति राम्रो केटा आएको थियो कि म त्यस्तरी राख्छु रे उसरी राख्छु रे अहिले धुकेर नि रातभरि सुत्दै दिन्न कस्तोसँग बिहे गरेछु नि यस्तो खातेसँग बिहे गर्नुभन्दा त बुढो त्यो कुकुरसँग बिहे गरेर आउनुहुन्थ्यो ल तै बस्तिर गर्नु तेरो आमासँग बस्दै पहिला चाहिँ आमालाई छोड्दैन नसरी राजा बनाएर राख्छु भनेर ल्याएको थियो अहिले चाहिँ यस्तो पछि लाएर आउने अहिले चाहिँ छोडेर टाप छ्यापेर छोडेर जाने यस्तो भिखारीसँग बिहे गर्नु भन्दा नि बुढो सिङ्गलले बुढो बसाएकै आनन्दले यस्तो भिखारीसँग जिन्दगी बुढोसँग कति राम्रो भिखारी नबनाइ त म हिँडै छु हेर मैले के जग्गा बेचेर खा पनि मैले खाँदा तेरे तैँले गर्दा त नि अहिले टेन्सन दिए गर्छ मैले खाऊ त्यो साइलीले लिएर अस्ति पोखरा म नगरकोटको डाँडामा कति दिन बस्छस् भन्न होटेलमा साइली त मेरो प्यारा हो नि त्यहीसँग बस्छ रन्डो बेलुका बिहा पछि लाग्यो तिम्रो पछि ल्यायो त किन जानु पर्छ चुपाएर बस घरमा त्यही साइलीको म्याक्सीभित्र सुलुक्क छिरेर ल्या चाट्न जान्दै किन मेरो पछि आउँछस् त रन्डो पाए त चार्नु हुन्थ्यो के गर्नु छैन पाएको छैन साइलीको अब छोडेर तिमी पहिला जानु गयो त राम्रो हुन्छ त्यही साइलीको पछि लाग दुनियाँले सुताएर यत्रो भङ परेर खल्लप्प छिरेर त्यही सिताएर बस्छ यस्तो मसाला रन्डो खुल्क घर जा